हेलो एभ्रिवान, आज चाहिँ हामी 5 दिने तालिम अचार बनाउने तालिममा आएको छौँ। हाम्रो आज पहिलो दिन हो र आज हामी यहाँनिर धेरै वडाबाट उपस्थित हुइदिनु भएको छ हाम्रो दिदी बहिनी आन्टीहरू र हामी यहाँ सिक्दैछौँ कसरी अचार बनाउने, कसरी अचार बट्टामा हाल्ने, कसरी सिल गर्ने, कसरी आइरन लगाउने भनेर हामी धेरै प्रकारको अचार आइटमहरू हामी सिक्दैछौँ। म तपाईहरुलाई यहाँ भिडियोमा देखाउने छु र हामीलाई यो 5 दिने तालिम अचार बनाउने तालिम चाहिँ वडाबाट हामीलाई दिनुभएको छ र उहाँहरूलाई हामी हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छौँ। यस्तो अवसरहरू हामी सबै महिलाहरूले पाउनेछौँ र पाउनुपर्छ। यस्तो अवसर हामीले कहिले पनि गुमाउनु हुँदैन र हामी यहाँनिर धेरै दिदीबहिनीहरू, आन्टीहरू, साथीहरू धेरै भेट भयौँ, रमाइलो पनि गऱ्यौँ। कति कुराहरू हामीले सिकेर गयौँ, हाम्रो हातमा सिप भयो। अब हामीले आगामी दिनमा पनि धेरै कुराहरू सिक्नुपर्छ, हामी धेरै कुरामा अघि बढ्नुपर्छ भन्ने महसुस हामीले गरेको छौँ र हामीलाई यो तालिम सिकाउनु हुने हाम्रो म्यामहरूलाई पनि हामी हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छौँ। र हामीले चाहिँ हाम्रो तालिम सिकिसकेपछि हामीले एकछिन म्यामहरूसँग हल्का रमाइलो गऱ्यौँ र रमाइलो गरिरहेको छौँ काम सकेर र अचारहरू यसरी बनाएर राखेको छौँ। विभिन्न प्रकारका अचारहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हो लप्सीको अचार। वडा अध्यक्षज्यू, नगर सदस्यज्यू उहाँहरूले हामीलाई मायाको चिनो आदान प्रदान गर्नुभएको छ र अन्तिम हाम्रो बिदाई 5 दिने तालिम हाम्रो समाप्त भएको छ। हामी घरतर्फ लाग्यौँ। बाई बाई गाइज। लाइक, सब्सक्राइब